राख्ने कि भन्नुहुन्थ्यो। मैले होइन, शनिधाम राख्नुपर्छ बाबु भने। र उहाँले यो समग्र क्षेत्र तलका मन्दिर भए यस क्षेत्रमा स्थापित हुन बाँकी रहेका अरू अन्य पाञ्चायन भगवानहरूको समेत प्रतिनिधित्व गरी यस क्षेत्रको नाम शनिधाम राख्नका लागि मैले अनुरोध गरेको थिएँ। तदनुसार दर्ता भएको छ। त्यसका लागि यस शनिधाम क्षेत्रका सम्पूर्ण समितिका सम्पूर्णलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईँ हामीहरूले आज यो क्षेत्रको विकासको कुरा गर्नलाई एउटा यस्तो खालको क्षेत्रमा हामी उभिएका छौँ जसमा सबै प्राय जति सम्भव छ त्यति सम्भव हुन सक्ने सबै विभिन्न पार्टीका प्रतिनिधिहरूले प्रतिनिधित्व गर्नुहुन्छ। कस्तो शनिधाम भगवान अथवा शनि भगवानको कृपा रहेछ हेर्नुहोस् त। सङ्घीय सांसद राप्रपाबाट हुनुहुन्छ, त्यस्तै गरी प्रदेश सांसद अर्को पार्टीबाट हुनुहुन्छ, मेयर अर्को पार्टीबाट हुनुहुन्छ, उपमेयर अर्को पार्टीबाट हुनुहुन्छ, अनि यस क्षेत्रको वडाध्यक्ष फेरि अर्कै पार्टीको हुनुहुन्छ। हेर्नुहोस् त, 5 वटा पार्टीले नेतृत्व गर्ने प्रतिनिधित्व गर्ने क्षेत्र यो दुर्लभ क्षेत्र हो। र यसमा मैले ठाकुरजीलाई म हार्दिक मान्यज्यूलाई धन्यवाद दिन चाहन्छु। उहाँले यस क्षेत्रका धार्मिक क्षेत्रका विकासका लागि गर्नुभएका अनेक कार्यहरू मैले महसुस गरेको छु। सायद हामी त्यति धेरै नजिक नभए पनि उहाँले गरेका सबै कार्यहरूमा म नजिक छु। माननीय सांसदज्यूको कुरा र उहाँको आध्यात्मिक क्षेत्रतर्फ गरेको योगदानहरू हामीहरूले व्याख्या गर्न सकिँदैन। तर अझ पनि यस क्षेत्रमा यो सिँढीहरूलाई सहज बनाउन आवश्यक रहेको हामीले महसुस गरेका छौँ। अझै भक्तहरू आउनुभयो भने शनिधामसम्म पुग्नका लागि कठिन भएको छ। त्यसैले यस क्षेत्रको भौतिक प्रगतिका लागि यहाँहरूका नजरहरू निरन्तर पुगिराखुन्। सम्पूर्ण समाजले जुन प्रकारले हौसला दिनुभएको छ र यो समाजबाट एउटा राष्ट्रलाई नेतृत्व गर्न सक्ने, मार्ग देखाउन सक्ने सुदर्शन सुवेदी जस्तो एउटा व्यक्ति उत्पादन गर्नुभएको छ, यो सम्पूर्ण समाजको योगदान हो। त्यसैले यो समाजलाई यस्ता सन्त, यस्ता साधुहरू उत्पादन गरिदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। र यो क्षेत्रमा मठ मन्दिरहरू, देवालयहरूको संरक्षण गर्नुपर्छ भनेर माडी जति क्रियाशील भएको छ अझै पनि थप्न आवश्यक छ। र सस्टेनेबल डेभलपमेन्ट भन्छन्, स्थायी विकासका लागि अत्यन्त प्रचुर सम्भावना भएको, आध्यात्मिक क्षेत्रबाट सम्भावना भएको क्षेत्र हो यो माडी। गोदकदेखि अयोध्यासम्म परसम्मका यी डाँडाहरूमा जसरी शनि मन्दिरको यस क्षेत्रमा खोरिया फाट्दा भगवानका विग्रह भेटिएका थिए, त्यस्ता विग्रह तपाईँ हामीहरू दिनभरि यो डाँडामा हिँड्ने भने अनेक विग्रहहरू यहाँ छन्। यो अनादिकालदेखि तपस्थलीका रूपमा रहेको क्षेत्र हो। वास्तवमा यो क्षेत्रको महत्त्व मात्र हामीले बुझाउन सक्ने हो भने माडी वास्तवमा एक प्रकारको देवस्थल बन्न सक्छ र यो आफैमा देवस्थल हो। त्यसैले यसप्रति यस क्षेत्रबाट निर्वाचित हुनुभएका, यस क्षेत्रमा क्रियाशील हुनुभएका सम्पूर्ण सामाजिक व्यक्तित्वहरू सबैको गम्भीर रूपमा ध्यानकर्षण होस्। आज मेयर साहब यहाँ रहनु भएन। अब मलाई महसुस भएको कुरा के छ भने मेयर साहबको पनि ध्यान प्रशस्त गएको हेर्न मन छ मलाई। किनभने माडी यो सामान्य क्षेत्र होइन। म सनातन सांस्कृतिक सम्पदा संरक्षण सङ्घको केन्द्रीय अध्यक्ष भएका नाताले यस क्षेत्रका कुना कुनामा भएका जति पनि देवस्थलहरू छन् तिनको संरक्षण गर्नका लागि प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र यी देवालयहरू र यी हाम्रा देवस्वहरूको संरक्षण र प्रयोग हामीले सही तरिकाले नगर्ने हो भने आज राज्यमा जुन प्रकारको एउटा असहज वातावरण सिर्जना भएको छ, सनातन संस्कृतिको संरक्षण समूल रूपमा हामीले गर्न नसकेका कारणले उत्पत्ति भएको परिस्थिति हो भन्ने मेरो ठहर हो। देशमा प्रत्येक घरबाट एउटा दुईटा सन्तानहरू आफ्ना श्रीमानहरूलाई विदेशमा पठाउनु पर्ने बाध्यता भएको छ। हामीहरूले यी देवस्थलहरूको सही पहिचान र यसको सही सदुपयोग गर्न सकेनौँ, भगवानको शरणमा जान नसकेको परिणति हो भन्ने हाम्रो महसुस छ। त्यसैले यो राष्ट्रमा मडारिएको असहज वातावरणलाई शान्त गर्नका लागि हाम्रा यी देवस्थलहरूमा शिक्षा, स्वास्थ्य र समाज सेवाको कार्यस्थलका रूपमा हामीले विकास गर्नु छ। अन्यथा हाम्रो समाजको र हाम्रो संस्कृतिको संरक्षण सम्भव छैन। त्यसैले सबैले अग्रगामी भूमिका निर्वाह गर्दै यस्ता देवस्वहरूलाई, यस्ता देवालयहरूलाई, यस्ता धार्मिक स्थलहरूलाई समाजलाई कसरी सञ्चालन गर्ने हो,
समाजमा भ्रष्टाचार भएका यी व्याप्त भ्रष्टाचारहरूलाई कसरी निर्मूल गर्ने हो भनेर एउटा पाठशालाका रूपमा हाम्रा यी देवालयहरू अगाडि बढुन्। त्यसका लागि हाम्रा जनप्रतिनिधिज्यूहरूले विशिष्ट भूमिका निर्वाह गर्नुहुनेछ। उहाँहरूका दिव्य दृष्टिहरू यसमा परेका छन्, उहाँहरूले यसलाई सहयोग गरिराख्नु भएको छ र निरन्तर रूपमा सहयोग गर्नुहुनेछ भन्ने अभिलाषाका साथ यहाँहरूका कामनाहरू भगवान शनिदेवले, कालिका भगवतीले पूर्ण गरिदिउन्। यहाँहरू सबैका मनमा शान्ति छाओस्, राष्ट्रमा मडारिएको यो अशान्ति र यो असहजता चाँडैभन्दा चाँडै अन्त्य होस् भगवानसँग प्रार्थना गर्दै मेरा यी बाणीहरूलाई अहिलेलाई म यहीँ विसर्जन गर्न चाहन्छु।